सो वेलकम ब्याक। फाइनली म जुन मुभिजको एकदमै वेट गरिरहेको थिएँ त्यो मुभिजको ट्रेलर आज सार्वजनिक भइसकेको छ। मुभीको नाम हो पहाड। यो मुभिजलाई तपाईँ सानो मुभी सम्झेर भुल नगर्नु होला, बिकज यो मुभिजमा धेरै नै लेजेन्डहरूले काम गरेको मुभी छ। त्यही भएर यो मुभिज मेरो लागि मात्र होइन, सबैको लागि यो मुभिज एकदमै खास छ। खासमा यिनीहरू मिलेर कस्तो टाइपको मुभिज बनाएको छ त? के यो ट्रेलरले मुभिजको लागि एकदमै एक्साइटेड बनाउँछ त? के यो ट्रेलरबाट मुभिजको स्टोरी रिभिल हुन्छ त? र यो मुभिजको मेन थिम के छ भन्ने कुरा यो ट्रेलर हेरेर बुझ्न सकिन्छ। सो म तपाईहरुलाई डिटेलमा एक्सप्लेन गर्ने छु यो ट्रेलरले मुभिजलाई कति हदसम्म रिप्रेजेन्ट गरेको छ। सो सुरु गरौँ नम्बर 1 बाट। स्टोरी। यो ट्रेलर देखेर तपाईहरुलाई स्टोरी के छ भन्ने कुरा एकदमै स्पष्ट हुन्छ। यो मुभिज स्पेशली एउटा विकट ठाउँमा रहेको गाउँलाई एक्सप्लेन गरेको छ। यो मुभिजमा एउटा यस्तो गाउँको कथा छ जहाँबाट युवा भागिरहेका छन् र खराब नियत भएको मान्छेहरूले यो गाउँलाई कब्जा गर्न खोजिरहेका छन्। धेरै यस्ता मान्छेहरू छन् जुन यो गाउँलाई एकदम स्वर्ग बनाउन खोजिरहेका छन् र धेरै यस्ता मान्छेहरू पनि छन् जो बाहिरबाट यो गाउँ फर्किन खोजिरहेका छन्। यही कुराहरूलाई समेटेर तयार पारेको यो मुभिज हो। तर यो मुभिजमा धेरै नै फ्यामिली सेन्टिमेन्टहरू छन्, इमोसनल ड्रामाहरू छन्, कमेडी छन्, एक्सन सिक्वेन्सहरू छन्। भन्नाले यो मुभिजमा सबै कुरालाई हालेको छन् जुन कि एउटा मुभिज हिट हुनको लागि चाहिन्छ। झट्ट हेर्दा तपाईँ एकदम कन्फ्युज हुन सक्नुहुन्छ, बिकज यसमा धेरै क्यारेक्टरहरू छन् र धेरै क्यारेक्टरको धेरै नै थट्सहरू छन् यो गाउँप्रति। तर यति बुझ्न सकिन्छ कि जे हुन्छ यो गाउँमै हुन्छ। युवाहरूले गाउँ छोड्नुको कारण पैसाको अभाव, आर्थिक स्थिति कमजोर हुन् र खराब नियत भएको मान्छेहरूले आफ्नो स्वार्थ अनुसार यो गाउँलाई कब्जा गर्न खोजिरहेको छ। सो यो मुभिजको स्टोरी युनिक त छैन, तर धेरै यस्ता दुःख पीडा यो मुभिजले हामीलाई देखाउँछ। सो म स्टोरीले गर्दा अलिकति एक्साइटेड पक्कै पनि भएको छु, बिकज यो कहानीसँग गाउँमा बस्ने हरेक मान्छेहरू रिलेट गर्छ। किन सबै ठाउँमा त्यस्तै स्थिति छ, युवाहरू गाउँ छोडिरहेका छन्, बुढापाकाले त्यही गाउँलाई राम्रो बनाउन खोजिरहेका छन् र विदेशमा भएको साथीहरू गाउँ फर्किन खोजिरहेको छन्। सो यो मुभिजमा हुने कहानी एकदमै राम्रो छ जस्तो मलाई लागिरहेको छ। र अब कुरा गर्छु म स्टार कास्टको बारेमा। स्टार कास्टको बारेमा म अलरेडी भनिसकेको छु। यसमा धेरै लेजेन्डहरूले काम गरेका छन्। नम्बर 1 मदन कृष्ण श्रेष्ठ, अर्को शिव श्रेष्ठ, सुनिल थापा सर, विपिन कार्की, प्रियंका म्याम जस्ता धेरै यसमा कलाकारहरू छन् जो कि नेपालको एकदमै बेस्ट एक्टरहरू हुन् उहाँ। तर के ट्रेलर देखेर उहाँहरूले साँच्चीकै बेस्ट पर्फर्मेन्स दिनु भएको छ त? मैले के देखेँ भन्दाखेरि यसमा धेरै नै एक्टरहरू छन् र सबैले राम्रो स्क्रिन चाहिँ पाएको छैन। यो ट्रेलरमा प्राय विपिन कार्की एकदमै हाइलाइट भएको छ जुन कि पछिल्लो टिजरमा गरिएको थिएन। यसमा शिव श्रेष्ठ दाइको केही स्क्रिनिङ टाइम छ। यसमा सबै एक्टरलाई राम्रो स्क्रिनिङ चाहिँ दिएको छैन। यसमा धेरै लेजेन्ड भए तापनि यो मुभिजको स्टोरीमा विपिन कार्कीले एकदमै इम्प्याक्ट पारिरहेको छन्, मदन कृष्ण श्रेष्ठले पनि इम्प्याक्ट पारेका छन् र सुनिल थापा सर मलाई लाग्छ यो मुभिजको मेन नेगेटिभ क्यारेक्टरमा हुनुहुन्छ उहाँ। प्रियंका कार्की म्याम, शिव श्रेष्ठ सर उहाँहरूको केमियो छ जस्तो लाग्छ मलाई। धेरै नै स्क्रिनिङ टाइम छैन जस्तो पनि मलाई लागेको छ, तर अरू क्यारेक्टरले एकदम बेस्ट गरेको छन् र यो ट्रेलरमा एउटा एक्ट्रेसले गरेको पर्फर्मेन्स मलाई एकदमै मन परेको छ। एकदमै इमोसनल बनाउँछ, त्यहाँ उसको फिलिङ्स चाहिँ एकदम बुझ्न सकिन्छ कि उसले साँच्चीकै दुःख पीडा चाहिँ भोगिरहेकै हो है। सो यो एक्ट्रेसले पनि एकदम पर्फेक्टली सिनमा एकदमै जान डालेको छ। ओभरअल म भन्छु स्टार कास्टहरूले ठिक ठाक पर्फर्मेन्स चाहिँ गरेको छ यो ट्रेलरमा। अर्को कुरा गर्छु म बीजीएम को। यो ट्रेलरमा बीजीएम चाहिँ मलाई वाउ लेभलको चाहिँ फिल भएको छैन। किन भन्दाखेरि यो ट्रेलरमा धेरै नै इमोसनल सेन्टिमेन्टहरू भएका कारणले बीजीएम एकदम स्लोमा चलिरहेको छ, फ्लोमा चलिरहेको छ। त्यसैले तपाईलाई म्युजिकमा त्यति ध्यान जाँदैन जतिको स्क्रिनमा हुन्छ, उनीहरूको एक्टिङमा हाम्रो फोकस हुन्छ। त्यही भएर मैले राम्ररी बीजीएमलाई नोटिस चाहिँ गर्न सकेन। तर ओभरअल म भन्छु यो मुभिजको कहानी अनुसार ठिकठाक म्युजिक हालेको छ हैन। अर्को कुरा गर्छु म बजेट। यो मुभी झट्ट हेर्दाखेरि लाग्छ कि यसमा धेरै नै सुपर लेजेन्डहरूले काम गरेका छन्, त्यही भएर यो मुभिजको बजेट पनि एकदम हाई होला, तर त्यस्तो छैन वास्तविकता। उहाँ धेरै नै यसमा स्टार कास्टहरू, धेरै नै लेजेन्ड स्टार कास्टहरू केमियोको लागि मात्र छ जस्तो मलाई लाग्छ हैन। केही स्टारहरूले मात्र यो मुभिजमा धेरै स्क्रिनिङ पाएको छ, बाँकी स्टारहरूको केमियो मात्र छ, अलिकति सिनहरू छन्। त्यसैले गर्दा यो मुभिजको त्यति ठुलो बजेट चाहिँ
छैन। 2 करोड प्लस बजेट छ जतिको मलाई लाग्छ। अफिसियल बजेट चाहिँ यो मुभिजको पनि कहीँ कतै भेटिँदैन। सो ओभरअल म यो ट्रेलरको रिभ्यू दिँदाखेरि म ठिक ठाक इम्प्रेस भएको छु यो ट्रेलरबाट बिकज अफ दि स्टोरीले गर्दा म अलिकति इम्प्रेस चाहिँ भएको छु। तर धेरै नै हाई एक्सपेक्टेसन चाहिँ म राख्दिनँ यो मुभिजबाट हैन। अब तपाईहरुलाई कस्तो लाग्यो यो ट्रेलर आफ्नो प्रतिक्रिया कमेन्ट गर्नु होला र यो भिडियोलाई लाइक गरेर च्यानल सब्स्क्राइब गर्नु होला। म यस्तै मुभिज अपडेट, मुभिज रिभ्यू, ट्रेलर रिभ्यू, टिजर रिभ्यूहरु लिएर आइराखेको हुन्छु। सो प्लिज लाइक द भिडियो एन्ड सब्स्क्राइब माई च्यानल। थ्यांक यू।